कल सपोर्टमा काम गर्दै गर्दा एक दिन यस्तै 60-70 वर्ष जस्तो एजको आमाले फोन गर्नुभयो। उहाँको नातिनीको स्कुलको फी पेमेन्ट गर्ने त्यो दिन लास्ट डेट रहेछ। त्यसैले उहाँ आत्तिरहनु भएको थियो। उहाँलाई नेपाली त राम्रोसँग बुझ्नु हुँदो रहेछ, पढ्न पनि आउँदो रहेछ, तर इङ्ग्लिसमा हाम्रो एप भएको भएर चाहिँ चलाउन अलिक गाह्रो मानिरहनु भएको थियो। मैले आमालाई बिस्तारै सबै कुरा सिकाउँदै गएँ। हाम्रो ई-सेवाको एप नेपाली माध्यममा पनि छ भनेर सबै कुरा सिकाइसकेपछि आमाले आफैले पेमेन्ट गर्नुभयो र खुसी हुँदै भन्नुभयो, मैले आफैले गरेँ त। त्यो सुन्दा मेरो मन एकदमै खुसी भएर आयो, किनभने हामीले बनाएको यो ई-सेवा एप त सबैले चलाउन सक्ने बनाइसकेका रहेछौँ। एकजना सरले मलाई कल गर्नुभयो। सुरुमा मलाई चाहिँ अलि उहाँको भाषा बुझ्न चाहिँ अलि अप्ठ्यारो भएको थियो। अनि सुरुमा हामीलाई कम्युनिकेट गर्न गाह्रो भए तापनि बिस्तारै चाहिँ हामीले एकअर्काको चाहिँ कुराहरू बुझ्दै गयौँ। ई-सेवाको बारेमा बुझ्न खोज्नु भएको रहेछ। साथसाथै एजेन्ट बन्न इच्छुक पनि हुँदो रहेछ उहाँ चाहिँ। अनि उहाँलाई मैले एजेन्ट प्रोफाइल अपग्रेड गरिदिएँ। त्यसको केही समय पछाडि आफ्नोतिर ठाउँतिर पनि आउनुहोस् भन्ने सल्लाह दिनुभयो। अनि त्यहाँ जाँदाखेरि चाहिँ जहाँ चाहिँ म सिकाउँछु भनेर गएको मान्छे चाहिँ उहाँले ई-सेवा आफू मात्र नचलाइकन चाहिँ उहाँले अरूलाई पनि ई-सेवाको फाइदाको बारेमा चाहिँ भन्नुभएको। त्यो देखेर चाहिँ मलाई खुसी लाग्यो, एकदमै अचम्म पनि लाग्यो। आजको दिनसम्म आउँदा पनि उहाँसँग मेरो कुरा भइरहन्छ। 7 वर्ष अगाडि एउटा कलबाट सुरु भएको सम्बन्ध चाहिँ ई-सेवाले गर्दा सधैँको लागि गाँसिन पुगेको छ। यस्तै कुराहरूले गर्दा होला हरेक दिन म ई-सेवामा गर्वका साथ काम गर्छु। म एक दिन एउटा क्लाइन्ट मिटिङमा गएको थिएँ। त्यता मैले एकजना सहकारीको सञ्चालकसँग भेटेँ। कुरा गर्दै जाँदा उहाँले भन्नुभयो कि आजभोलि त खोइ डिपोजिट नै कम भइरहेको छ, अनि पैसा कलेक्ट गर्न नि अलिकति गाह्रै भइरहेको छ भनेर। अनि त्यो सुन्दा मैले उहाँलाई हामीले दिइरहेको बिजनेस क्युआर कोडको बारेमा बुझाएँ। अनि बिजनेस भएको मेम्बरलाई चाहिँ क्युआर कोड दिनु न भनेर चाहिँ सजेस्ट गरेको थिएँ। त्यसपछि बिस्तारै उहाँले बिजनेस भएको मेम्बरलाई चाहिँ क्युआर कोडहरू पनि दिनुभयो। अनि मेम्बरहरूले पनि डाइरेक्टली त्यो क्युआर कोडबाट चाहिँ सहकारीकै एकाउन्टमा जम्मा हुने भएको भएर चाहिँ प्राय कस्टमरसँग चाहिँ क्युआर कोडबाटै कारोबारको सबै रकम नै लिन खोज्नु भएको रहेछ। अझ नजानेको मान्छेहरूलाई त यसरी पेमेन्ट गर्नु न भनेर पनि सिकाइदिँदो हुँदो रहेछ। हरेक सानो बिजनेस डिजिटली गएको देख्दा मलाई अहिलेसम्म नि एकदमै प्राउड लाग्छ। मलाई पछि के रियलाइज भयो भने ई-सेवामा हामीले जुन नेपाललाई डिजिटल बनाउने लक्ष्य लिएको छौँ त्यसमा त म, ई-सेवा, सहकारीका सदस्यहरू र कस्टमर त सँगै जोडिएका रहेछन्। काम फरक गरे पनि लक्ष्य एउटै छ, सबैलाई समेट्ने, सधैँ साथ दिने, सँगै अगाडि बढ्ने। त्यही त हो सबै सधैँ सँगै।